हेलो नमस्ते सबैजनालाई म चाहिँ निशा म चाहिँ सुमन अनि हामी चाहिँ एडलेड आएको 4 वर्ष भयो अनि उसले यसलाई र म चिनेको चाहिँ हाम्रो 10 वर्ष भइसक्यो अनि मैले चाहिँ उसलाई यसो दिएको भोलिपल्ट साथीको बर्थडेमा जाँदा चिनेको अनि तिमी म उसको अब साथीको दिदीको बर्थडेमा आएको थिएँ त्यति बेला अब देखभेट भयो फेसबुकमा एड गरेँ मैले कुरा गर्दाखेरि अगाडि बर्थडे हामी अहिले 10 वर्ष भइसकेको छ अनि फाइनल्ली अब हामी 10 वर्षमा चाहिँ बल्ल अब बिहे गर्न जाँदैछौँ बिचमा कति धेरै स्ट्रगलहरू यताउता हुँदाखेरि अहिले चाहिँ बल्ल हाम्रो बिहे गर्नको लागि दिन जुरेको छ र एकदम धेरै खुसी छौँ हामी म पनि एकदम खुसी छु र आज हामी सबैजना पिकनिक आएको दिनमा यसो साथीभाइहरूलाई आफ्नो मनको कुरा अलिअलि भनौँ भनेर यहाँ हजुरहरूलाई मैले भनेको छु होइन ठिक छ हाम्रो दुईटा बहिनी रेखा बहिनी र निशा बहिनी दुवैजना बिहा गर्न जाँदैछन् उनीहरूलाई धेरै धेरै शुभकामना वैवाहिक जीवन एकदम सुखमय रहोस् एकदम शान्त एकदमै प्रगतिको कामना सहित नेक्स्ट इयर चाहिँ फेरि बेबी सावर र जेन्डर रिभिल पनि यस्तै गरेर गर्न पाइयोस् भन्दै सबैजना यहाँको नेपाली भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद यति राम्रो पिकनिक अर्गनाइज गरिदिनु भयो र यो दुईटा बहिनीहरूलाई पनि